हेलो एभ्रिवान नमस्ते। आज चाहिँ 31 गते नै हामी चाहिँ न्यू इयर सेलिब्रेट गर्नका लागि भनेर रमितेतर्फ लागिरहेका छौँ। जम्मा 6 जनामा हामी 4 जना चाहिँ दमकबाट चढेका छौँ भने बेलडाङ्गी 1 बाट चाहिँ हाम्रो 2 जना बहिनीहरू चाहिँ प्यारी बहिनीहरू चाहिँ चढिसकेका छन्। मक्कासँग कति राम्रो देखे कि भनेर है। अब हामी टाढी पनि आइसकिसकेका छौँ। हामी टाढीबाट उकालोतर्फ लागिरहेका छौँ। अब हाम्रो रमितेको पहिलो खुर्किला हामी उकालो लागिरहेका छौँ। अब चाहिँ भने हामी बस्ने हाम्रो भ्यू पोइन्ट होटल पनि आइसकिसकेको छ। आजको रात चाहिँ हामीले यहीँ बसेर 2082 को न्यू इयर चाहिँ सेलिब्रेट गर्ने भनेर चाहिँ हामी यहाँ आएका हौँ। र अब चाहिँ हामी गाडीबाट आफ्नो सामानहरू झिकेर चाहिँ आफ्नो रुमतर्फ गइरहेका छौँ। अब हामी सबैजनालाई भोक एकदमै धेरै लागिरहेको छ। हामी खाजाको पर्खाइमा छौँ। हामीले आफ्नो खाजा पनि अर्डर गरिसकेका छौँ भने हाम्रो खाजा पनि आइसकिसकेको छ। खाजामा हामीले मोमो चाउमिन चटपटी मगाएका थियौँ भने हामीले एक्सट्रिमको चाहिँ चियर्स गरिरहेका छौँ। नझुकिने होला नि, फेरि यो चाहिँ एक्सट्रिम मात्र हो, यो बियर होइन नि। फेरि आफ्टर खाजा खाइसके पछाडि सबै केटीहरू चाहिँ फोटो भिडियो खिचाउनेमा मस्त छन् भने हामीले फोटोहरू खिचाइसकेर हामी उकालोतर्फ लागिरहेका छौँ। फेरि हामी नयाँ सिनमा गएर चाहिँ भिडियोहरू बनाउने भनेर चाहिँ गलेर स्यासा फ्याफा हुँदै माथि उकालो चढिरहेका छौँ। जाँदै हामीले नयाँ गोरेटर देख्यौँ जहाँ चाहिँ हामी जानलाई चाहिँ तम तयार छौँ। एकदमै राम्रो सिन रहेछ जहाँ चाहिँ हामी चिच्चाएर ह्याप्पी न्यू इयर भनेर कराइरहेका छौँ भन्ने। अब हामी उकालोतर्फ लागिरहेका छौँ। सबैजना लुटीहरू चाहिँ कति चाँडै माथि पुगिसकेका छन् भने सो स्याड। म चाहिँ हिँड्न नसकेर सबैलाई पर्ख भनेर कराइरहेको छु। फाइनली हाम्रो प्रतीक्षाको घडी पनि सकिन लागेको छ। अब 12 बज्नै आँटिसकेको छ। हामी 12 बजेको पर्खाइमा थियौँ। अब हामी सेलिब्रेट गर्न गइरहेको छौँ न्यू इयरको। ह्याप्पी न्यू इयर एभ्रिवान। नमस्ते।